नमस्कार छ सबैजनालाई फिनक्युटी क्यापिटल एन्ड कन्सल्टेन्सीमा आज शनिबार 2026 4 तारिक 18 4 महिना 18 तारिक सधैँ चाहिँ मैले नेप्सेको विकली अपडेट लिएर आएको छु। यो हप्ताको बजार हेर्छौँ भने हिजो शुक्रबार 2838.4मा क्लोज भएको छ। हेर्छौँ भने हाम्रो विकली हाम्रो हाई भनेको समयरेतातिर कति छ भन्दाखेरि 2886.87तिर छ भने हाम्रो विकली लो भनेको सायद यो नै हुनसक्छ, 2833तिर हुनसक्छ अथवा यो हुनसक्छ, तिर आएर बसेको छ। अनि हाम्रो मार्केट क्लोज भनेको 2838.4मा भएको छ। अब हामी विकली गेन हेर्छौँ भने बजारमा के छन् भन्दाखेरि हामी टेक्निकलमा पछि जानेछौँ। विकली गेनर हेरौँ। हाम्रो विकली गेनर हेर्छौँ भने हाम्रो सूर्यकण्ठ हाइड्रो इलेक्ट्रिक लिमिटेड भन्ने छ, जुनको चाहिँ हाम्रो 46.4%ले बढेको रहेछ। र हामी टप लुजरमा गएर हेर्छौँ भने टप लुजरमा हाम्रो क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स परेको छ। अब यसरी नै हामी उमा गएर हेर्छौँ, चार्टमा गएर हेर्छौँ भने नेप्सेको यो चार्ट मैले बनाएर राखेको छु। अघिल्लो हप्ता नेप्से कतिमा यसलाई हामी यस्तो गरौँ, भोल्युमलाई रिमुभ इन्डिकेटर गरौँ। ओके, त्यसो हामी यसलाई विकलीमा गएर हेर्छौँ। विकलीमा हाम्रो इन्डिसिसन क्यान्डलै छ, मैले भने अनुसारै इन्डिसिसन क्यान्डल छ हाम्रो। यसको लो भनेको चाहिँ 2808.49मा रहेछ भने यसको हाई भनेको हाम्रो कति छ भन्दा 2878.75मा रहेको छ। हाम्रो यो हप्ता चाहिँ बायर र सेलर बराबर आएको जस्तो देखिन्छ। हाम्रो मार्केट ओपन चाहिँ कहाँ भएको थियो भन्नुहुन्छ भने हाम्रो मार्केट ओपन चाहिँ 2843.62मा भएको थियो भने हाम्रो विकली क्लोज चाहिँ कहाँ भएको छ भन्दा 2838.17 समथिङ त्यसमै क्लोज भएको छ। यहाँ हेर्दाखेरि हामीले 38.4मा छ, एकसाथ यहाँ देखाएको छ। अब हामी विकलीमा हेर्छौँ भने यो राम्रो लेभल थियो, यो क्यान्डलको हाईबाट बढेको जस्तो देखिन्थ्यो। मैले तपाईँलाई अघिल्लो भिडियोमा पनि भनेको थिएँ, राम्रो ठाउँ छ। योभन्दा पनि इम्पोर्टेन्ट ठाउँ भनेको हाम्रो लागि 2580 लेभलको भनेको थिएँ। यो लेभलमा अझै पनि अर्डर छ, फ्युचरमा आउने सम्भावना छ। अब हाम्रो प्रफिट बुक गर्ने लेभलहरू मैले भनेको थिएँ। मार्केट जहाँबाट गए पनि प्रफिट बुक गर्ने लेभल भनेको एउटा यो लेभल हुनेछ भनेर तपाईँहरूलाई मैले भनेको थिएँ। तपाईँहरूले अब डेलीमा गएर हेर्न सक्नुहुन्छ। यो लेभलमा अलिकति प्रफिट बुक गर्नुपर्छ भनेको थियो। यो लेभलमा मार्केटले के हालसम्म करेक्सन दिएको छ र हिजो चाहिँ अलिकति लास्टको मार्केट आवरमा अलिकति बढेको जस्तो छ। मार्केट फेरि यो लेभलमा आएर एकचोटि रियाक्सन गर्ने सम्भावना छ। यो इन्डिसिजन क्यान्डल जुन छ, यो लामो इन्डिसिजन क्यान्डल छ, त्यसो मार्केटले ग्रिन क्यान्डलले पुस गरेको छ। यो लेभलमा आएर मार्केटले फेरि रिटेस्ट गरेर यो लेभलसम्म जाने सम्भावना बढी छ। यो लेभलमा तपाईँले एक हदसम्मको प्रफिट बुक गर्नुपर्ने छ। र अर्को लार्जर स्केलको हेर्नुहुन्छ भने लार्जर स्केलको म तपाईँहरूलाई भनिसकेको छु। लार्जर स्केल भनेको यो लेभलको क्वाजिमोडो हो भनेर मैले तपाईँहरूले पनि पहिले पनि भनेको छु। यो लेभलको क्वाजिमोडो भनेको 3071 अनि 3080 3180 यता लेभलमा मार्केट जानसम्म एकदमै सम्भावना छ। त्यहाँ पुग्नलाई मार्केटले एकदमै मेहनत गर्नुपर्ने हुन्छ। जस्तो यो लेभलबाट मार्केट यो नपुगिकन यहाँ नपुगिकन के मार्केटले यो लेभलमा आएर फेरि के मेहनत गरेको छ, फेरि यहाँबाट पनि नपुगिकन फेरि यो लेभलको सप्लाई कन्ज्युम गरेर फेरि यो लेभलको ओरिजिनमा आएको छ। फेरि अब यो लेभलको अलिकति यो लेभलको इङ्गल्फ गरेर अब यहाँ पनि छ अलिकति अर्डर हेर्नुहुन्छ भने मार्केटले यहाँ पनि रियाक्ट गर्न सक्छ। 2975मा पनि गएर मार्केटले रियाक्ट गर्न सक्छ। तर तपाईँहरूले हेर्ने हो भने यो लेभलबाट आफ्नो मार्केट भएर मार्केटले के गर्ने सम्भावना छ भने यो दुईटा लेभलमा जाने एकदमै धेरै सम्भावना छ। अब त्यहाँ कसरी पुग्छ भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ। मार्केट सिधै कहिले पनि पुग्दैन। जसरी यहाँबाट यहाँ आयो, यहाँबाट मार्केट यहाँ पुगेन, यहाँबाट फेरि रियाक्ट गरेर फेरि यहाँ आयो मार्केट, फेरि यहाँ अब मार्केटले यो लेभलबाट अथवा यो लेभलमा रियाक्ट गरेर फेरि यो लेभलमा आउन सक्छ अथवा यो लेभलमा आउन सक्छ अथवा यो लेभलमा आएर फेरि अर्डर लिएर मार्केट हामी गर्न सक्छ, यो लेभलमा सक्छ। मार्केट कहिल्यै सिधा पनि चल्दैन। मार्केट भनेको एउटा अर्डर लिँदै फेकआउट गर्दै इङ्गल्फ गर्दै फेकआउट गर्दै इङ्गल्फ गर्दै मार्केट बढिरहेको हुन्छ। मैले आजको अपडेट यति मात्रै गरेँ। भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला र साथीहरूलाई पनि हाम्रो च्यानलमा सब्सक्राइब गर्न रेकमेन्ड गर्नु होला, सेयर गर्नु होला। र हाम्रो आगामी हप्तामा के हेर्न चाहनुहुन्छ, इन्डेक्सको हेर्न चाहनुहुन्छ कि स्क्रिप्टको हेर्न चाहनुहुन्छ, तपाईँले त्यो कमेन्ट गरिदिनु होला। आजलाई यति नै, धेरै धेरै धन्यवाद।